आज बाला चतुर्दशी सद्बिउ छर्ने दिन। आजको दिन दिवंगत हुनुभएका पितृहरूको नाममा दीप दान गरेर बाला चतुर्दशी पर्व मनाइन्छ। काठमाडौँमा पशुपतिनाथ मन्दिर सँगसँगै अन्य शिवालयहरूमा अघिल्लो रातदेखि नै भिडभाड लाग्ने गर्दछ भने रातभरि जागरण बसेर यसरी दीप प्रज्वलन गरी भोलिपल्ट बिहान सद्बिउ छरिन्छ। सुरुमा सद्बिउ छर्दै मृगस्थलीमा रहेका गणेश मन्दिरको नजिक आइपुगेपछि गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माहरूले पाउने गरी सन्देश पुर्याउन अनुरोध गरिन्छ। त्यसपछि भने आफ्नो परिवारका दिवंगत हुनुभएका आत्मालाई शान्ति दिलाउन 108 शिवलिङ्ग, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुहेश्वरी, पशुपति, मृगस्थली, किरातेश्वर मन्दिर आदि ठाउँहरूमा सद्बिउ छरिन्छ। यसै बाला चतुर्दशीको बारेमा रहेको एउटा किम्वदन्ती म आज हजुरहरूलाई सुनाउनेछु। बागमती किनारको मृगस्थलीमा भगवान शिव मृग रूप धारण गरेर विहार गर्न आउनुभएको थाहा पाई त्यस मृगरूपी शिवलाई चिन्न पार्वतीले विभिन्न किसिमका बिउ छरेको र ती बिउ उम्रेपछि हरियो भएपछि मृगहरू आउँदा उक्त मृगको बथानमा भगवान शिवलाई पार्वतीले चिन्नु कैलाश लग्नु भएको थियो। भगवान शिव मृग रूप लिएर जहाँ जहाँ घुम्नुभयो त्यस पुण्य भूमिमा त्यस क्षेत्रमा बाला चतुर्दशीका दिन एक गेरा बिउ मात्र छर्दा पनि त्यत्तिकै परिमाणमा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवंगत हुनुभएका आत्माहरूले पनि मुक्ति पाउने विश्वास गरिन्छ। बाला चतुर्दशीको हजुरहरू सबैमा धेरै शुभकामना।